टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ कोरोना संक्रमणबाट सिराहाका थप एकजनाको मृत्यु सम्बन्धी प्रसङ्गबाट। कोरोना संक्रमणबाट सिराहामा थप एकजनाको मृत्यु भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-19 अस्पतालमा सिराहा नगरपालिका 2 का 55 वर्षीय पुरुषको बिहिबार साँझ 6 बजेर 45 मिनटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर दिनेश सापकोटाले जानकारी दिएका छन्। भदौ 6 गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनलाई 7 गते कोरोना पोजिटिभ देखिएको थियो। उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचार क्रममा मृत्यु भएको प्रतिष्ठानले बताएको छ। उनमा उच्च रक्तचाप र पहिले क्षयरोग लागेर निको भएको थियो। मृतकको शव स्वास्थ्यका लागि अहिले प्रक्रिया सुरु गरिएको प्रवक्ता डाक्टर सापकोटाले बताएका छन्। यो सँगै प्रतिष्ठानमा मृत्यु हुनेको कोरोना संक्रमितको संख्या 13 पुगेको छ। जनकपुरका पत्रकार ब्रिज कुमार यादवले उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सहित उनका टोलीले आफ्नो घरमाथि ढुङ्गा मुद्दा गरेको आरोप लगाएका छन्। तेलीकुटी जग्गा विवाद प्रकरणमा सङ्घर्षका पूर्व अध्यक्ष शिव शङ्कर शाह हीरा र उनका टोलीले आफ्नो घर उप ढुङ्गा मुद्दा गरी तोडफोड गरेको आरोप लगाएका छन्। बिहान 10 बजेको समयमा उद्योग वाणिज्य सङ्घ प्रदेश 2 का संयोजक समेत रहेका हीरालाल लगायतका दर्जन बढी जनाले उनको घरमा ढुङ्गा मुद्दा गरेको बताएका छन्। जनकपुरमा रहेको रसिककुट्टी तेलीकुट्टीको जग्गा अतिक्रमण गरेको भन्दै गए राति 11 बजेतर्फ डोजर चलाएपछि पत्रकार यादवको घरमा समेत तोडफोड गरेको हो। विवादित मन्दिरको जग्गा भनेको पत्रकार यादवले त्यो 1 कट्ठा जग्गा आफ्नो रहेको र उल्टै मन्दिरले 8.5 धुर अतिक्रमण गरेको आरोप लगाएका छन्। पत्रकार यादवले शिवशङ्कर शाह, हीरा, ललित शाह, दिपेन्द्र शाह लगायत करिब 2 दर्जन जनाले उनको घरमा हिजो ढुङ्गा मुद्दा गरेको आरोप लगाएका छन्। यता आरोपित शिवशङ्कर शाहले पत्रकार यादवले लगाएको आरोप निराधार रहेको बताएका छन्। उनले पत्रकार यादवले गुण्डा शैलीमा मन्दिरको पर्खाल तोडफोड गरेको भन्दै आक्रोशित जनकपुरका युवाहरूले ढुङ्गा मुद्दा गरेको स्वीकारेका छन्। शिवशङ्कर शाह, हीरा, राजु शाह, बीपी शाह, वीरेन्द्र शाह, सत्यनारायण शाह, चन्दन कुमार शाह, गणेश कुमार शाह, गौतम शाह, प्रदीप शाह लगायतलाई प्रहरीले पक्राउ गरेको छ। धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 2 जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापाको दमक 3 घर भएका 83 वर्षीय पुरुष र मोरङको बेलबारी 5 की 56 वर्षीय महिलाको मृत्यु भएको हो। 83 वर्षीय पुरुषको आज बिहान 3 बजेर 45 मिनटमा मृत्यु भएको छ र 56 वर्षीय महिलाको 3 बजेर 14 मिनटको मृत्यु भएको छ। प्रतिष्ठानका डाक्टर निदेश सापकोटाले जानकारी दिए। 83 वर्षीय पुरुष BNC टिचिङ अस्पताल बिर्तामोड झापाबाट रेफर भएर धरान स्थित प्रतिष्ठानमा आएका थिए। उनमा अत्यन्तिक खोकी, ज्वरो र श्वास प्रश्वासमा समस्या थियो। साथै उनी उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मृगोलाको दीर्घकालीन समस्याबाट पनि पीडित थिए। उनको अस्पतालमै डायलाइसिस गरिएको थियो। उनमा भदौ 3 गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो। त्यसै गरी 56 वर्षीय महिला कोशी अञ्चल अस्पतालबाट रेफर भएर प्रतिष्ठानमा आएकी थिइन्। उनमा पनि अत्यधिक खोकी, ज्वरो र श्वास प्रश्वासमा समस्या थियो। उनको दीर्घकालीन रोगबारे जानकारी नभएको र आफन्तसँग सम्पर्क हुन नसकेको डाक्टर सापकोटाले बताए। ती महिलामा यही भदौ 9 गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार सुरु गरिएको थियो।
चितवन मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। हेटौडा उपमहानगरपालिका 19 की 71 वर्षीय महिलाको आज बिहान मृत्यु भएको कलेजका निर्देशक डाक्टर दयाराम लम्सानले जानकारी दिए। उनलाई 7 गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याएको र परीक्षण गराउँदा कोरोना पोजिटिभ देखिएको थियो। उनी दम र निमोनियाको समेत बिरामी थिइन्। अहिले कलेजको आइसियुमा 20 जना उपचाररत छन्। तीमध्ये 3 जनाको भेन्टिलेटरमा राखेर उपचार जारी रहेको कलेजका निर्देशक डाक्टर लम्छानले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओली भदौ तेस्रो सत्ताभित्र मन्त्रीमण्डल हेरफेरको तयारीमा छन्। नेकपा कार्यदलले सरकारका काममा प्रभावकारी बनाउन तथा प्रदेश सरकारका मन्त्रीहरू हेरफेर गर्न सुझाव दिएपछि प्रधानमन्त्रीले गृह कार्य अगाडि बढाएको बुझिएको छ। नेकपा संघीय दलका उपनेता सुभाष नेम्बाङ मन्त्रीमण्डल हेरफेरको चर्चा सुरु भएपछि बालुवाटारमा चहलपहल बढेको स्वीकार छन्। कार्यदलले मन्त्री बन्ने मापदण्डको मुख्य आधार कस्तो बनाउने भन्ने प्रश्न खुलाए पनि प्रधानमन्त्री ओलीले योगदान, क्षमता, निष्ठा, निरन्तरता र सन्तुलन कायम हुने गरी मन्त्री छनौटको तयारी थालेको नेपाङले बताए। यसै विषयमा अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सामान्य छलफल भएको थियो। बाँकी विषय भदौ 13 गते बस्ने सचिवालय बैठकले तय गर्नेछ। 13 गतेको बैठकले पुरानालाई निरन्तरता दिने या नदिने भन्नेमा छलफल हुन सक्ने र सोही अनुसार खाका आउने बुझिएको छ। आगामी भदौ 20 गते अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिने भएकाले सोही बेला मन्त्री परिषद पुनर्गठन गर्नेमा ओली प्रचण्डबीच लगभग सहमति भएको बताइन्छ। व्यक्तिगत प्रयोगका लागि समेत विमान दर्ता गरेर उडान गर्न पाउने गरी सरकारले नयाँ प्रस्ताव गरेको छ। बिहिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुझावका लागि सार्वजनिक गरेको हवाई नीति 2077 को मस्यौदामा व्यापारिक उडान गर्न नपाउने गरी कुनै संस्था वा व्यक्तिले निजी प्रयोगका लागि अनुमति प्रदान गर्न सक्ने उल्लेख गरेको हो। नेपालमा अहिलेसम्म निजी प्रयोगका लागि विमान दर्ता गरेर उडान सञ्चालन गर्न अनुमति दिने व्यवस्था छैन। सरकारले पहिलो पटक यस्तो व्यवस्थाको प्रस्ताव गरेको हो। हालसम्म व्यावसायिक उडानका लागि मात्र विमान दर्ता गरेर सञ्चालन अनुमति दिएको अवस्थामा मस्यौदा अनुरूप नै नीति पारित भएमा निजी विमान खरिद गरेर उडान गर्न सक्नेलाई बाटो खुल्ला हुनेछ। स्वदेशी तथा विदेशी लगानीमा हवाई उडान प्रशिक्षण संस्था फ्लाइट स्कुल सञ्चालन गर्न चाहने संस्थालाई तोकिएको अवधिसम्म निःशुल्क विमानस्थल प्रयोग गर्न पाउने व्यवस्था मिलाउने मस्यौदामा उल्लेख छ। नेपालमा दर्ता भएका वायुयान विदेशमा बेचबिखन गर्न वा लिजमा दिन सक्ने गरी स्वीकृति दिन सकिने विषय पनि यसमा समेटिएको छ। मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनी चापेरेखा नेपालभन्दा दक्षिणतर्फ रहेका छ। महाशाखाले हाल देशभर सामान्य बदली रही देशका बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ। शुक्रबार दिउँसो देशभर सामान्यता बदली रही केही स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान उल्लेख छ। यसै गरी गण्डकी प्रदेश, प्रदेश 5 र सुदूरपश्चिम प्रदेशका 1-2 वा स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै राति देशभर सामान्यता बदली रही केही स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यता बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश 5 र सुदूरपश्चिम प्रदेशका 1 वा 2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। चिनिया कम्पनी सिनोफार्मले आफूले परीक्षण गरिएको कोरोना विरुद्धको खोपको मूल्य $140 अर्थात् झन्डै 15,000 रुपैयाँ तोकिएको छ। परीक्षण भइसकेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लेजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको बीबीसीले जनाएको छ। कम्पनीले 1 महिना अघि आफूले खोजी गरेको खोपको परीक्षण
अन्तिम चरणमा पुगेको र त्यसले उत्साहजनक काम गर्ने बताएको थियो। कोरोना भाइरसमा चीनमा देखिएर विश्वभर फैलेको थियो भने अहिले चीन आफ्नो सबै शक्ति लगाएर खोप बनाउने प्रतिस्पर्धा जित्ने प्रयासमा छ। विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका 6वटा मध्ये आधा खोप चिनिया हुन्। चीनमा भने कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ भने विश्वमा फैलिँदै गएको संक्रमण नियन्त्रणका लागि खोप अनिवार्य शर्त हो। विश्वमा 213 देशमा फैलेको कोरोना भाइरसबाट अहिलेसम्म 2,46,00,000 भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने 8,34,000 भन्दा धेरैको ज्यान गइसकेको छ। 1,70,00,000 भन्दा धेरै उपचारपछि निको भएका छन्। पछिल्लो 24 घण्टामा मात्रै विश्वमा 2,60,000 भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने झन्डै 6,000 को ज्यान गएको छ। हवस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।